गुड मर्निङ अल माई डियर स्टुडेन्ट्स। म हुँ तपाईहरुको प्यारो अमरदीप सर र धेरै दिन पछि फेरि हामी यसलाई कन्टिन्यू गर्न चाहन्छौँ। र अब हामी स्टार्ट के गरौँ भने अर्ग्यानिक केमिस्ट्री धेरैजनाले मलाई यो चीज कमेन्ट गरेको थियो, अर्ग्यानिक केमिस्ट्री अलिकति गाह्रो हुन्छ, जसकारण अर्ग्यानिक केमिस्ट्रीको कन्भर्सन वाला पार्टको लागि बेसिक रिएक्सन्सहरु के चाहिन्छ त्यसको बारेमा कुरा गरौँ, पछि कन्भर्सन वाला पार्टमा जाउँला। पछि अब तपाईहरुको कमेन्ट अनुसार जुन छ नि अब एनएबी को सोलुसन गर्ने कि एमसीक्यू गर्ने कि के गर्ने त्यो कमेन्टमा राख्न सक्नुहुन्छ। र हामी आज रिएक्सन्स एक दुईवटा रिएक्सन लियौं, त्यसलाई हामी कसरी याद राख्न सक्छौं त्यसको बारेमा कुरा गर्नेछौं। कि मेन चाहिँ हामीलाई याद राख्न जुन गाह्रो हुन्छ, कन्फ्युजिङ जुन पार्ट हुन्छ, त्यो कन्फ्युजिङ वाला पार्ट दूर गर्ने हामी कोसिस गर्छौं र पछि हामी यसलाई डिटेलमा कुरा गरौँला। त मैले केही बेसिक रिएक्सन्सहरु लिएछु है। रिएक्शंस अफ अल्काइल हैलाइड विथ एक्वस KOH और NaOH है, ठीक छ। एक्वस KOH और NaOH सँग रिएक्सन गर्दाखेरि के हुन्छ, यहाँ हामी के बुझौं, मैले भने RX मतलब अल्काइल हैलाइड या हेलो अल्किन, हेलो अल्किनले यदि एक्वस KOH या NaOH सँग रिएक्सन गर्छ भने के दिन्छ है, अल्कोहल दिन्छ। मतलब X को ठाउँमा जुन छ नि OH आउँछ। यदि बुझ्ने वाला पार्टबाट यसलाई एनालाइसिस गर्न खोजियो भने यो डेल्टा माइनस को फर्ममा छ, यो डेल्टा प्लस को फर्ममा छ है, ठीक छ। र यो जुन छ नि प्लस को फर्ममा हुन्छ, यो हाम्रो माइनस को फर्ममा हुन्छ है। जसकारण है यसलाई हामी इजिली बुझ्न सक्छौं। यहाँको प्लस माइनस सँग गयो, यहाँको माइनस, यहाँको जुन छ नि प्लस माइनस सँग, यसको प्लस यसको माइनस सँग, मतलब यो वाला पार्ट हाम्रो के भयो, यतिको पार्ट यहाँ एक ठाउँमा आएछ है। यतिको पार्ट एक ठाउँमा आयो, यो जुन छ नि, र हामीलाई OH ग्रुप जुन छ नि ले के गर्यो, X ग्रुपलाई यानी न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन जसलाई भन्छौं, यसलाई SN1 SN2। अब SN1 कुन केसमा हुन्छ, SN2 कुन केसमा हुन्छ है, कसरी याद राख्ने त्यो पनि हामी पछि कुरा गरौँला। त मैले भने यो हाम्रो न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन भइरहेछ, जसमा हेलो अल्किनले यहाँ के दियो, अल्कोहल दिएछ, ठीक छ। कन्भर्सन को लागि यो पार्टबाट हामी बुझ्न सक्छौं, ठीक छ। तर यसमा हामीलाई समस्या भनेको कहाँ हुन्छ कि एक्वस KOH र एक्वस NaOH को ठाउँमा जुन छ नि यहाँ हामी न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सनको कुरा गर्छौं, र अर्को अल्कोहोलिक हुँदाखेरि के हुन्छ त्यसको बारेमा कुरा गरौँ। अहिले तत्काललाई दुईटा रिएक्सनको कुरा गरौँ, पछि यसलाई हामी रिभर्सको कुरा गर्नेवाला छौँ। एक्वससँग गराउँदाखेरि यहाँ OHX लाई है, हेलाइड ग्रुपलाई मतलब क्लोराइड फ्लोराइड ब्रोमाइडहरूलाई कसले रिप्लेस गरियो है, OH ग्रुपले रिप्लेस गरियो। तर यसैको ठाउँमा अल्कोहोलिक KOH यदि राखिदियो भने है, अल्कोहोलिक KOH राखिदियो भने के हुन्छ, अल्कोहोलिक KOH राख्यो भने यहाँ डबल बन्ड आउँछ, मतलब यहाँ इलिमिनेसन रिएक्सन हुन्छ, E2 रिएक्सन हुन्छ है, ठीक छ। जस्तै यहाँबाट X हटेछ र यहाँबाट H हटेछ है, ठीक छ। त्यसलाई कम्प्लिट फर्मेटमा लेखियो भने यस्तो रिएक्सन लेख्नु पर्यो, तर हामीलाई रिएक्सनको लागि यसबाट काम चलिहाल्छ। यो हो हाम्रो हेलो अल्किन है, र यो के भयो हाम्रो है अल्किन, ठीक छ। यो भनेको अल्किन बन्छ, यहाँ अल्किन बन्यो। मतलब यहाँ इलिमिनेसन रिएक्सन भएछ, त्यहाँ कुन रिएक्सन भएछ, यो भन्दा पहिला एक्वसको केसमा सब्स्टिट्युसन रिएक्सन हुन्छ। यसलाई कसरी याद गरेर राख्ने अहिले हामी कुरा गर्छौं है। मैले भने यो दुईटा पार्ट यसबाट बुझ, यदि लजिकली रिजनिङ पार्टबाट बुझ्न सकिन्छ भने हामी यसबाट यो बुझ्न सक्छौं कि अल्कोहोलिक KOH राख्दाखेरि इलिमिनेसन रिएक्सन किन भयो र एक्वस राख्दाखेरि सब्स्टिट्युसन रिएक्सन किन भयो है, ठीक छ। त यदि अल्कोहोलिक KOH यदि हामी यहाँ राखिरहेछौँ, अल्कोहोलिक KOH राखिरहेछौँ भने यो जुन छ यसबाट KOH बाट निस्केको OH माइनस है, KH बाट निस्केको OH माइनसले स्ट्रङ बेस जस्तो काम गर्छ है, स्ट्रङ के जस्तो काम गर्छ, बेस, जसलाई H+ चाहियो। के चाहियो, H+। त H+ चाहियो भने यहाँबाट बीटा हाइड्रोजनलाई यसले के गर्छ, लिन्छ र बीटा हाइड्रोजन लिएर जुन छ नि यहाँ इलिमिनेसन रिएक्सन गराइदिन्छ है, ठीक छ। मेरो भनाइ बुझौ, यदि अल्कोहोलिक KOH यहाँ राखेछौँ, अल्कोहोलिक KOH राखेछौँ, त अल्कोहोलिक KOH राखेपछि यसबाट K+ र OH माइनस आउँछ, र OH माइनस यहाँ के हुन्छ, स्ट्रङ बेस हुन्छ। स्ट्रङ बेस भएको कारणले जुन छ नि इलिमिनेसन रिएक्सन भइहाल्छ, ठीक छ। तर यदि एक्वस राख्छौँ भने त्यो न्यूक्लियोफाइल जस्तो काम गर्छ, किन त्यहाँ एक्वस मात्र, एक्वसमा त वाटरमा H+ OH माइनस सधैँ छ,
त्यहाँ त्यो न्युक्लियोफाइल जस्तो काम गर्छ, त्यहाँ स्ट्रङ बेस जस्तो काम गर्दैन, जस कारणले त्यहाँ सब्स्टिट्युसन रिएक्सन हुन्छ। रिजनिङ पार्टबाट हेर्दाखेरि यस्तो हो। अब याद राख्ने पार्टबाट हामी कुरा गर्छौँ। अहिले हामी एक्वस र अल्कोहोलिक KOH NaOH को युजको मतलब कुरा गरौँ। यसले हामी याद कसरी राख्न सक्छौँ त्यसमा मात्र फोकस गरौँ। रिजनिङ पार्टको अलिक कुरा भइसकेछ, या डिटेलमा फेरि यसको भिडियो बनाउन सकिन्छ। आज याद राख्ने कुरा मात्र गरौँ हामी, यसलाई सम्झिन कसरी सक्छौँ, इक्जाममा कन्फ्युज कसरी नहुने। त सबभन्दा पहिले मैले के गरेँ, यहाँ जब हामी एक्वस KOH या NaOH को कुरा गर्छौँ त यसको पुरा लेखौँ एक्वस। अब यसलाई हामी याद राख्नले के सब सम्झिन सक्छौँ डियर स्टुडेन्ट, यो एसबाट यसलाई सब्स्टिट्युसन सम्झौँ। यसबाट के सम्झिन सक्छौँ, सब्स्टिट्युसन है। मतलब यो यदि एक्वस NaOH या KOH युज गरियो हामी भने सब्स्टिट्युसन रिएक्सन हुन्छ। त सब्स्टिट्युट कसलाई गराउँछ, त सब्स्टिट्युट त यहाँबाट एक्स हुन्छ नि त है। त एक्स सब्स्टिट्युट हुन्छ भने हाम्रो यहाँ प्रोडक्ट के बन्यो, यहाँ जुन छ नि RCH2 CH2 र अर्को यहाँ आयो के डियर स्टुडेन्ट, त यहाँ आयो OH। यो हाम्रो सब्स्टिट्युट भयो। मतलब यहाँ बनेको प्रोडक्टको नाम के हो, यो बनेको अल्कोहल बन्यो, सब्स्टिट्युसन रिएक्सन। ठीक छ। अब हामी जाऊ यो अल्कोहोलिकको कुरा गरौँ है। ठीक छ। यदि अल्कोहोलिकको हामी कुरा गर्न चाहन्छौँ भने यो अल्कोहोलिक केसमा लेखौँ अल्कोहोलिक। ठीक छ। यहाँ हामी के देखिरहेछौँ डियर स्टुडेन्ट, यो कार्बन छ र यो कार्बन छ। ठीक छ। त कार्बन छ, दुईटा कार्बन छ, त दुईटा कार्बन भयो भनेपछि हामी के बुझ्छौँ, डबल बन्ड। याद राखौ है, यो दुईटा कार्बन भएको कारणले यसलाई सम्झिने कसरी, अल्कोहल वाला केस छ त अल्कोहल वाला केस अल्कोहोलिक भयो। कार्बन कार्बन बीचमा के छ, डबल बन्ड है। त कार्बन कार्बनको बीचमा यहाँ के आउँछ, डबल बन्ड आउँछ, RCH2 अरे CH डबल बन्ड CH2 र यहाँ बन्यो के है, यो बन्यो हाम्रो अल्किन। अल्किन याद राखौँ। मैले के भने, कार्बन कार्बनको बीचमा यहाँ कार्बन छ, यहाँ कार्बन छ, त यो कार्बन र यो कार्बनको बीचमा कुन बन्ड आउँछ, डबल बन्ड आउँछ। दुईटा कार्बन छ। एकपटक फेरि रिक्याप गरिहालौँ। एक्वसमा S भएको कारणले के, एक्वसमा S भएको कारणले सब्स्टिट्युसन रिएक्सन सब्स्टिट्युट हुन्छ र अल्कोहोलिकमा दुईटा कार्बन छ, त दुईटा कार्बन छ जसकारण कार्बन कार्बनको बीचमा के हुन्छ, डबल बन्ड। कहिले पनि कन्फ्युज नहुने। एक्वसमा एसबाट सब्स्टिट्युसन रिएक्सन र अल्कोहोलिकमा दुईटा कार्बन भएको कारणले के, डबल बन्ड मात्र इलिमिनेसन रिएक्सन हुन्छ। यति याद राखेपछि जुन छ नि यसबाट कन्फ्युज हुने कुनै चान्स छैन, कहिले हामी कन्फ्युज हुनेवाला छैनौँ, मजाले पर्मानेन्टली गर्न सक्छौँ। ठीक छ। अब रह्यो यसैमा आउँछ कि यो जुन छ नि, मतलब यसैमा आउँछ डबल बन्ड अब कतातिर जान्छ है, डबल बन्ड कतातिर जान्छ, यसमा आउँछ इलिमिनेसन हुँदाखेरि SN1 रिएक्सन हुन्छ कि SN2 रिएक्सन हुन्छ, यसको बारेमा हामी नेक्स्ट भिडियोमा कुरा गर्छौँ है। त्यो पनि एकदम सर्टकटबाट कसरी हामी सम्झिन सक्छौँ है। र तपाईहरुसँग मेरो रिक्वेस्ट छ, हामी धेरै दिनपछि यसलाई कन्टिन्यू गरेको, सकेसम्म बढीभन्दा बढी सेयर गरौँ, लाइक गरौँ, कमेन्ट गरौँ र के को भिडियो चाहिन्छ, कस्तो टाइपको भिडियो चाहिन्छ यो पनि कमेन्ट गर्नुहोला। कि अब सर्ट भिडियो चाहिन्छ कि लङ चाहिन्छ कि सिस्टमेटिक चाहिन्छ कि NEB को सोलुसन चाहिन्छ कि CE को चाहिन्छ है, त्यो अनुसारले तपाईहरु कमेन्ट गर्न सक्नुहुन्छ। तपाईहरुको कमेन्टको आधारमा हामी जुन छ नि पछाडि गर्नेवाला छौँ।